गर्छन् त्यो ठाउँमा आपसमा लडाई। किनकि हिजोको दिनमा हामी हिन्दू थियौँ, मुस्लिम थियौँ, बुद्धिस्ट थियौँ, क्रिस्चियन थियौँ, सिख थियौँ, ओमसाई थियौँ, पढ्नामी थियौँ, यो थियौँ, त्यो थियौँ, तर जो जहाँ जहाँ भए पनि आखिर एक ईश्वरका सन्तान थियौँ। सर्वशक्तिमान परमपिता परमेश्वरलाई नमस्कार गर्नुपर्छ। किनकि म यस्तो समाजमा हुर्किएको मान्छे हुँ, त्यो समाजबाट म अछुत रहन सकिनँ। एउटा पशुले गरेको आछीमा गोबर गणेश देवता छ भन्दा म पत्याउने थिएँ, तर मेरो हृदयमा ईश्वर छ भन्दा म पत्याउँथिनँ। मेरो समाजमा त्यो समाजबाट हुर्किएर आएको एउटा व्यक्ति थिएँ। म यस्तो समाजमा थिएँ, खोलाको ढुङ्गामा ईश्वर छ भन्दा पत्याउने थिएँ, तर मेरो हृदयमा ईश्वर छ भन्दा पत्याउने थिएन। म त्यो समाजबाट हुर्केर आएको र त्यो समाजबाट म अछुत थिएँ। तर जुन दिन रोमी 10 को नवंगीकार गरेँ, जुन दिन आत्मामा पिता हुनुहुँदो रहेछ भन्ने कुरा मैले फिल गरेँ, मैले जाने मात्र होइन, मैले माने। जुन दिन मैले माने मेरो परमपिता परमेश्वर आत्माको जिउँदो पिता हुनुहुन्छ भनेर जाने र जाने मात्र नै उहाँलाई मान्न थाले, त्यो दिनबाट मेरो मात्र नभए हामीसँग जोडिएकाहरूको सबैको जीवन परिवर्तन भएको छ। सर्वशक्तिमान परमपिता परमेश्वरलाई नमस्कार गर्न चाहन्छु। किन तिमी गनगन र बाथ र विवादमा फसिरहेका छौ मेरा सन्तान? किनकि मैले तिमीलाई संसारको स्थान दिएको छैन। मैले तिमीलाई स्वर्गीय स्थानको उच्चमा राखेको छु। जो संसारका मानिसले चाहे लाखौं बत्ती बालुन्, चाहे 21 करोड बत्ती बालुन्, चाहे कहिल्यै ननिप्ने दियो बालुन्, चाहे महिनौं निराहार व्रत बसुन्, चाहे जस्तो सुकै कठोर व्रत बसुन्, चाहे जस्तो सुकै कठोर प्रार्थना गरून्, जस्तो कठोर गरून्, उसले प्राप्त गर्न सक्दैन। जसले मलाई पवित्र हृदयबाट धन्य पिता भनेर पुकार्छ, उसले प्राप्त गर्नेछ। सर्वशक्तिमान परमपिता परमेश्वर